फेरि अर्को न्यू भ्लग लिएर आएँ म। अब चितवन 1 नाइट स्टे हाम्रो टुर हुँदैछ योगा ग्रुपको। रेडी भएर बाहिर रोडमा निस्केँ। म गाडी कुरिरहेको छु, मेरो साथीहरू आउँदैछन्। हाम्रो टोली भेट भयो, फाइनल्ली चितवन लाग्यो। दिदी भ्लग बनाउँछ भनेर आज लुगै एक्स्ट्रा छुट्टै किनेकै हो कि के हो? एक्स्ट्रा लुगा सेक्स। यहाँ बाटोमा गाडी चार्जमा छ लाइनमा। हाम्रा यहाँ ग्रुपहरू सब मोही खाइरहेछन्। यही बोतलमा मोही किनेर। के ठाउँ हो यो? कलङ्की नै होला। कलङ्की सतुङ्गलतिर छौँ। यहाँ यसरी बसिरहनु भएको सबैजना मोही मजाले यहाँ मोही पाइँदो रहेछ। सब मोही खान लाइन भयो है। हाम्रो बोतलमा मोही लिएर खाइरहेछौँ हामी। योगा ग्रुप मोही खाएको ल हेर यहाँ घटी मोही। यो त होइन होला दिदी, अझै पर होला। छोयो हजुर। हामी ठ्याक्कै आइपुग्यौँ। कहाँबाट? हामी टक्क ड्याममा आइपुग्यो। अब यहाँबाट बोट चढेर मोहिनी झर्ना जाने रे। त्यो बोट चढेर जान्छौँ हामी पनि। अब यस्तो बाटो टक 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 हिँडेर झर्न जाँदै हामी बोट चढ्न जाँदैछौँ। ल मोहिनी झरना ल उडाउनु पखेटा उडाउनु। म यहाँ खिचिरहेको छु। यस्तो रमाइलो ल। कट मोहिनी झरनामा जाउँ। कस्तो राम्रो। ड्याम वाह कस्तो राम्रो। त्यहाँबाट त्यो बोट चढेर मोहिनी झर्ना जाँदैछौँ। माथि सब ल के छ? हामी कहाँ जानु लाग्यो भन्नु त? मोहिनी झर्ना। बोट चढेर हो? बोट चढेर कुलेखानी ड्याम। इन्द्र सरोवर हो। ल हाम्रा टिमहरू सब रेडी छन् बोट चढ्नलाई। अब उयो बोट चढेर हामी सनाना उता पारी गएर मोहिनी झर्ना हेर्नलाई त्यहाँबाट फेरि हिँडेर जानुपर्छ अलिकति। यसरी जाँदैछौँ हामी। ल यहाँ यसरी टिकटक बनाइरहेछन् सबैजना साथीहरू। सबजना यस्तो रमाइलो भइरहेछ। अब बोट नआउन्जेल खिच्या हो, बोट आयो। अब त्यहाँ चढेर हामी पारी जान्छौँ। त्यहाँबाट अलिकति हिँडेर मोहिनी झर्ना पुग्छौँ अनि त्यहाँ गएर खिचेर देखाउँछु। ल हामी यसमा चढ्यौँ बोटमा। कस्तो लागिरहेछ? मजा लागिरहेछ। ल सबैजना यहाँ बोटमा चढिसक्यौँ। यसरी बसेका छन् सबैजना लाइन लाएर। सबै लाइफ ज्याकेट लाउनु परिहाल्यो सेफ्टीको लागि। अब हामीलाई नराम्रो देख्यो नि सब इग्नोर गरौँ। त्यो इग्नोर गरौँ। तालमा छौँ तर खाएको तालमा होइन कि। हेर्नु दे कस्तो राम्रो। आमा ल हेर्नु कस्तो राम्रो। लाउन फोटो चाहिँ यहाँ खिच्यो भने राम्रो आउने रहेछ है। हेर्नु त यहाँ यस्तो बाटो हिँडिरहेछौँ हामी। यही बाटो हिँडेर
सबजना उहाँ पुगे मैनी झर्ना पुग्नलाई बाटो हिँडेर जानुपर्ने रहेछ अब हामी मैनी झर्ना जाँदैछौँ यस्तो बाटो हिँडेर नेचर वाउ यस्तो चाहिँ रमाइलो रेडी तिमीलाई हामीले चाचारी चिनेको छैन र तिम्रो घर चाचारी पितल होइन र बाबरी फुलको बोट आयो ढल्काउँदै इष्टकोट यस्तो रमाइलो छ ल गैरी गाउँ मार्गु जाने पैदल यात्रा रे मोहनी धर्ना जाने ल बुढी माउको यस्तो इनर्जी आइरहेछ ल हेर्नुहोस् यस्तो हुन्छ ल झोलुङ्गे पुल कति राम्रो ओखर खोइ माथि रुखमा ए वहाँ ओखरको बोट ए ओखर पो रहेछ त्यो सेकेन्डचोटि लाइभ बच्चादेखि अहिले ओखर फलेको है यहाँ हाडे ओखर हो यो ओहो ढुङ्गाले हान्नुपर्छ कि हान्नु हुँदैन झर्छ झोलुङ्गे पुलतिर फोटो खिच्नुपर्छ ल हाम्रो खाजा खाने बेला भयो यहाँ लाक्कामरी मैले लाक्कामरी नखाने भएर मलाई एप्पल बसेर खाने ठाउँ रहेछ यता झोलुङ्गे पुल कति राम्रो ओहो त्यहाँनिर यो कस्तो राम्रो सबजना खाँदै मस्त बेस्त खानेकुराहरू यस्तो हुन्छ बुढाबुढीसँग हिँडेपछि यति ख्याल गरेर झोलुङ्गे पुल तर्दैछौँ उता ड्यामको पानी ग्रिन माथि ग्रिनरी अगाडि साथी एकजना पछाडि लर्को आउँदैछ लर्को छ रमाइलो छ ल यस्तो बाटो उक्लिरहेको छौँ हामी अब मोहिनी झर्ना भनेपछि त मोहिनी लाउने नै हुनु पर्यो नि त होइन ल कस्तो लागिरहेछ आहा कस्तो राम्रो छैन बल्ल आइपुग्यो आफूले त्यति राम्रो कस्ट्युम लिएर आएर यहाँ नल्याउनाले कविता दिदीले लाउँदै हुनुहुन्थ्यो यता हेर्नु त हामीलाई एउटै लाउन लेखाएर हिँड्छ होइन त गएर मुनतिर पुवाल परेर पनि रहेछ 25 रुपियाँमै हालौँ सबैलाई थाहा दिनु यस्तो कुराहरू टिकट काटेर यसरी रसिद लिएर अनि मोहिनी झर्नामा त्यो झर्नामा जानलाई चाहिँ साह्रै धेरै ठाउँमा तिर्दै हिँड्न पर्ने रहेछ है झर्नाको नजिकै आइपुग्यौँ हामी कति राम्रो साँच्ची नै स्विमिङ गर्नुपर्छ तल गएर म खिचिदिन्छु ल्याउनु सामु दिदी पनि डर पो छ त यहाँ त आउनु है चिप्लिन्छ है ढुङ्गामा सरी कति चिसो पानी जाडो भयो उहाँहरू हात खुट्टा टेक्या सबैले चना अन्डा सिलिन्डर राखेर खाइरहेछौँ यहाँ खाँदै हुनुहुन्छ अन्डा चना मोहिनी झर्नामा उफ्रेर आएपछि पानीमा खेलेर आएपछि भोक लागेर होइन अन्डा र चना झ्याम भोक लागेपछि त जे कुरा मिठो हुन्छ त्यहाँ माथि अन्डा र चना ल दामी ल झोलुङ्गे पुलमा आयौँ हामी टिकटक बनाइदिउँ ल अब भेडा फार्म जाँदै बाटो यस्तो गाडी राखेर
यताबाट लखर लखर हिँड्दै होइन त हिँड्दैछ है लखर लखर हिँड्दै भेडा फार्म होइन त भेडा फार्म हेर्नु ल भेडाहरू हिँड्दैछौँ काँडा कति रमाइलो ट्र्याक्टर लाएर जोतिरह्यो नि त त्यो भेडा चराउन आएको नि त भेडा चराउन बिहा गर्नु भेडा छैन भेडा फार्ममा अनि आफै भेडा बन्दै लु लु ठिक छ राम्रो छ अलि मिलेन मिलाउनु त ए सिंहासन गर्ने हो कि हो हो गरे नि हुन्छ भेडा चौरी भेडाहरू चर्ने ठाउँ रे हेर्नु कति रमाइलो ओहो छैन भेडा चाहिँ छैनन् तर भेडा चर्ने ठाउँ चाहिँ रहेछ भेडा चौर भन्दो रहेछ ल साह्रै रमाइलो यो चाहिँ हामी बसेको होटल आउन त अघि नै आएको तर मेरोमा चार्ज सिद्धेर भर्खर भरेर देखाउँदैछु राति 8:30 भयो यस्तो छ यहाँको वातावरण हाम्रा साथीहरू त्यसरी बसिरहेको क्याम्प फायर गर्ने भनेर यहाँ सबजना यसरी बसिरहेछन् क्याम्प फायर गर्न रेडी भएर त्यहाँ रेडी भइरहेछ गर्दैछन् रेडबुल हातमा लिएर गफसफ मिठो भइरहेछ मिठो खाइरहनु भएको छ मिठो गफ भइरहेछ चार्जमा भएको र मैले राति भयो कि खिच्दाखेरि ठेकी पनि छ हेलो मेरोमा हुँदैन के हो ऊ ल यस्तरी बार्बिक्यू गरेर खाँदैछन् साथीभाइहरू चिकन ल चिप्लाङ आएर चिकन पोलेर अनि चरप खानी चाहिँ मै हो एउटा अनि उहाँ त हो कि थाहा भएन उहाँ हो उहाँहरू खाइरहन्छन् सबैजनाले मिलेर खाइन्छ सिरिप्प 1 किलो ज्याम बसेको रिसोर्ट यस्तो छ राति के हो पिङमा हालिरहेको खाना झिकेर ल्याएर टन्नै अगा भएर अलिअलि खाना लिएर भोलि चाहिँ माछा खान्छौँ हामी खाँदैछौँ बेलुकाको डिनर हो यो हाम्रो ल बिहान उठेर पनि पानी 2 गिलास बजार मान्छे त्यहाँ लडिरहेछन् यस्तो छ ताल राति ढिला सुत्या भएर निदाएको जति हेरे लट्ठ उहाँहरू त्यता मोबाइलतिर सोसियल मिडिया बन्द गरौँ भन्ने कुरो भइरहेछ यस्तो यहाँको यो नेचर हेरौँ यता त्यस्तै छ यो फोनले सबैलाई बिगार्यो पानी खाएर बसेका छौँ यी गोर्खा स्ट्रङमा टक्कसँगले पानी हालेर खाइरहेको छौँ है हामी ल कति राम्रो छ वातावरण बाहिर यस्तो हरियाली हेर्दै नेचरमा टक्क बसेर हामी पानी खाँदैछौँ बिहानको 6:30 बजे पानी खाँदैछौँ ल नुहाउने भने हामी 2 जना छौँ अरू फोरीहरू सबैजना टक्रक्क बसेका छौँ म नुहाएँ अनि उहाँले उहाँ कविता दिदी हुनुहुन्छ हामी 2टी नुहाएर सुग्गरी भयौँ अरू सब फोरी हुन् अनि उता चाहिँ कुकुर त टाङ्गु चालेर बसिदिनु के दिनु भनेर के उता योगा गर्न नपाएर बोलाएर छटाएर उखुट्टे त्यस्तो गरेर मान्छे यसरी बन्छन् हेर्नु हाम्रो चाहिँ योगा गर्न पाएर नि यस्तो खालको योगा नि हुन्छ है यस्तो हुन्छ ल
एकचोटि खिच्छु ल ल सब रेडी भयो हामी है सब रेडी भएर अब निस्किँदै अब निस्किँदै यहाँबाट ब्रेकफास्ट लिएर अनि हामी हाइकिङ ब्रेकफास्ट सिस्टम लाइनमा सबैजना हाम्रो लाइनमा बसिरहेको छौँ यसरी यहाँनिर यसरी बुफे सिस्टम के रहेछ तरकारी जना सिद्धो रहेछ अन्डा भयो अलि राम्रो मचिनु न हरायो हामी बसेको कटेज यही दुईटामा हो दुईजना चारजना टक्क टक्क यसरी बसेका थियौँ ए अब हामी घुम्न जाँदैछौँ के मदन भण्डारी मेमोरियल कलेज हो ल त्यही हो त्यहाँ जाँदैछौँ हामी अनि बसेको रुम होटल हाम्रो यही हो होटल चाहिँ चितलाङ एग्रिकल्चर हामी बसेको रुम चाहिँ त्यही दुईटामा टक्क दुईवटा बेड दुईजना चारजना यसरी बसेका थियौँ अब अहिले एकछिन डुल्न निस्किँदैछौँ अनि डुलेर आउँछौँ फेरि जान्छौँ कस्तो भइगयो त ल है रमाइलो भएछ ल साथीहरू हाइकिङ ए रमाइलो डाँडा काँडा ओहो ओहो यता फेरि आमै आमै नुहाइ धुवाइ पनि चर्कै चलेछ त्यो चिसो पानी है यो सबै कस्तो राम्रो चितलाङमा ओहो हेरे यस्तो यस्तो राम्रो चिजहरू छ हाम्रो देशमा ठाउँमा सातधारा जाँदै सबैजना होइन फोटो सातधारा जाँदै लखर लखर हिँड्दै सबै साथीहरू आइफोन लायो अब जाँदैछौँ रमाइलो छ सबै हरियाली हावा चलिरहेछ सातधारा सातधारा आइपुग्यौँ हामी यहाँ चाहिँ 7वटा धारा यस्तो हुँदो रहेछ राम्रो छ ल मन्दिर जानेहरू चाहिँ यही है ढोगिहाल्ने मन्दिर पनि यही गएर दाहिनेबाट गएर पर सानो लिङ्ग घुमौँ दाहिनेबाट गएर यता यता पर उता उता पर घुमौँ हो पुरै गएर शिवलिङ्ग घुमौँ अब अर्को शिवलिङ्ग घुमौँ दाहिने घुमौँ हो गणेशको मन्दिर जाऊ उता ढोगो हामी सबैको रक्षा गर्नुहोस् सबैको जय हो ल सातधाराको यो धारामा घुमिसकेर हामी यता आइरहेछौँ एकदमै रमाइलो यस्तै पोखरी यो पोखरी होइन अब कस्तो क्लियर पानी कति राम्रो पानी हो यहाँ त यहाँको पानी चाहिँ असाध्यै राम्रो रहेछ ल ओहो पानी कति राम्रो यहाँको लो सातधाराको पोखरी माछा पनि छ यहाँ माछा पनि क्लियरली देखिन्छ कति राम्रो हो यहाँ त कति क्लियर पानी ओहो माछा यस्तो मजाले खेलेको गोठ फार्म जाँदैछौँ हामी बाख्राको चिज बाख्राको दुधहरू बाख्राकोबाट पाउने चिजहरू सबै पाइन्छ अरे
त्यही गोठ फार्म हेर्न जाँदैछौँ हामी सायद अब हाम्रो लास्ट होला यो घुमाइ अब त्यसपछि हामी होटल गएर खाना खान्छौँ त्यसपछि काठमाडौँतर्फ लाग्छौँ यता साथीहरू आइरहेछन् ग्रुप धन्न घामसाम हराएर शीतल भएछ हावा चलिरहेको छ हावा चल्छ घाम पनि धेरै कडा छैन सरर यो चाहिँ चिज गुटको चिज फ्याक्ट्री रे यो भित्र कहाँ भित्र यहाँ चाहिँ बाख्राहरू पाले यहीँ होला बाँधेको यहीँभित्र छ बाख्रा चिज फ्याक्ट्री यहाँ बाख्राको चिज पाइन्छ अरे यहाँतिर के हो रे यहाँ दरबार हो रे के दरबार हो भित्र गएर हेरेर थाहा पाएर हामी भन्छौँ यताबाट छिरेर यसरी जाने रहेछ यो दरबार युट्युबमा त्यो गन्नाहरू त्यो सबै देखाउनु दियो त नरहेछ स्वच्छन्द भैरव माध्यमिक विद्यालय थाहा पाइँदैछ थाहा होइन कुन ठाउँ हो थाहा छ भने थाहा दरबार हेर्न आएको हामी झन्डा पनि गाडीको रहेछ यहाँ सब थोक छ नि होइन आमालाई रमाइलो लागिरहेछ मलाई एकदम रमाइलो लाग्यो ए घाम साम नाचेको एकदम हेर्नु मन लाग्यो ए म त नाचिरहन्छु नि मेरो नाचको त टेन्सन नगर्नु बुढोले रात दिन रात तपाईँहरूको टिकटक उयो लन्च बिहानको लन्च चिकन रोस्ट टक्क खानाहरू यसरी छ यसरी छ यसरी छ उताबाट ल्याउँदै हुनुहुन्छ बुफे सिस्टम टक्क छ खोलौँ ल ल हामी अब होटलबाट बिदा भएर खानासाना खाएर लाग्यो सबैजना त्यसरी हुँदैछन् एग्रिकल्चरबाट हामी बाई बाई हुँदैछौँ सबैजनाले ब्याग टक्क रेडी गरेर सबैले यहाँ राखेर ब्यागहरू टक्क गाडीमा बसेर बाई बाई गरौँ बाई बाई चितलाङ बाई चितलाङ सबैजनाले बाई बाई ल बाई बाई चितलाङ हामी अब काठमाडौँतर्फ लाग्दै सक्यो हाम्रो 1 डे ट्रिप 2 डे 1 नाइट ट्रिप सक्यो बाई बाई आज जोस जाँगर सबै घर निधाएर कोही त बेला त्यो भएर निधाइ नै सके खालि सकिसके अब छैन आज काहीँ खानु होइन आज यस्तै हो सक्यो हाम्रो यात्रा होइन यात्रा सक्यो हामी अब घर पुगिन्छ एकछिनमा यात्रा चाहिँ हुँदैछ घुमघाम चाहिँ सक्यो